अब ठन्डै छ यतातिर साह्रो छ होइन अब कति टाढो हुन्छ नि हिँड्दैछु यतातिर भिड बढी छ निकै छ त्यो दुबी छ एरिया सेतो क्या है सबको बजार सकिसक्यो काभ्रे साडी कलेक्सन भिडभाड चल्दैछ कपडाको दोकानहरू किन्दैछ भिडभाड चल्छ अब साडीहरू दिन्छ हेर्नु है तपाईँले मनपर्छ दिनु होला है किलोमिटरको लागि चाहिँ भिडभाड चल्दैछ यो ठाउँमा पौडेल एरिया हो है यो हेर्नु लगाएको छ बनाउँछ है किन्न सक्नुहुन्छ तपाईँहरू आएर यो ठाउँमा आएर किन्न सक्नुहुन्छ है घुमाउँदै छ तपाईँले चिन्नुहुन्छ चाहिँ लिएर आउनुहोस् है आउनुहोस् एउटोको चाहिँ यो ठाउँमा आउनुहोस् हेर्नुहोस् भिडै होला कस्तो भिड छ अरे है अब भिड छ कमेल एरिया हो कमेल एरिया है निकै भिड रातिको कस्तो भिड हुन्छ पनि अब यहाँ दिउँसो त यस्तो भिड छ भने राति त भयङ्करै भिड हुन्छ होला र अब कहाँबाट घुमौँ भने म यता बायाँतिर पनि यस्तो राउन्डेमा घुम्छु होइन यो राउन्ड हेर्नुहोस् यस्तो ट्राफिक जाम पनि लागिरहेछ यो ठाउँ है यो बजार मेला लागिरहेछ यो है यहाँ आएपछि अब सामानहरू पनि आफ्नो सचेत राख्नु होला यो ठाउँमा चाहिँ धेरै सामानहरू चाहिँ हराउने गर्छ तपाईँहरू यो ठाउँमा आउँदाखेरि अलिक सचेत रहनु होला है सचेतको साथमा तपाईँले यो ठाउँमा चाहिँ घुम्न सक्नुहुन्छ चाँदी पसल के ट्राफिक जाम छ यो पनि ट्राफिक जाम भएको यहाँ हराउनु पनि सक्नुहुन्छ तपाईँहरू होइन यो ठाउँमा तपाईँहरू आएर भिजिट गर्न सक्नुहुन्छ भिड छ यार ट्याक्सी पनि त्यस्तै छ मान्छे पनि त्यस्तै छ होइन यो रिक्सा पनि तपाईँले चढ्न सक्नुहुन्छ है रिक्सा है यो मजेको रिक्सा पनि चल्न सक्नुहुन्छ यो सानो सानो तपाईँले हिँड्न सक्नुहुन्न भने त्यो रिक्सा प्रयोग गर्न पनि सक्नुहुन्छ है तपाईँलाई यो रिक्साहरू छ तयार छ यो रिक्सा पनि तपाईँले तयार चल्न सक्नुहुन्छ है रेपरलाई ओके बजार त निकै खराब ठुलो बजार छ लागेको छ यो ठाउँमा है बजार कस्तो खालको बजार होइन ठुलो बजार मेला गाडी पनि त्यस्तै बजार मान्छे पनि त्यस्तै बजार लागेको रहेछ यो काम है अहिले यो कोही त बाँसुरी त बजाउँदैछ अरे होइन बाँसुरी बजाउँदैछ होइन ठिक छ ओके कतिको बेच्दैछ यो यो 850 यो के अरे विदेशीले पनि 850 हो कि स्वदेशी नेपालीले पनि 850 हो नेपालीको लागि हो नेपालीले पनि 850 हो विदेशीले पनि कति विदेशीलाई अलग छ हो
ए ल धन्यवाद आफ्नो देशको लागि यो स्वदेशको लागि 850 यो तपाईँको 750 रुपियाँ साल पर्छ होइन भिडियो बनाउन मिल्दैन नै नै के अरे कोही बात छैन यो तपाईँले प्रचार पनि हुन्छ तपाईँले तपाईँसँग होइन है गाह्रो हुन्छ होइन ल धन्यवाद छ है तपाईँले गाडी र ड्रिङ्क्सको अगाडि नै बसिरहनु आउनुहोस् यो ठाउँमा आएर चाहिँ हेर्न सक्नुहुन्छ है तपाईँले के के हुनेछ है हेलो यता हो यो ठाउँमा आएर चाहिँ हजुरले चाहिँ के अरे दिन सक्नुहुन्छ है तपाईँहरूले यो ठाउँमा बजारमा चाहिँ सामानहरू छ साडीहरू पनि छ होइन यो ठाउँमा आएर चाहिँ तपाईँहरूले चाहिँ दिन सक्नुहुन्छ यो साडीहरू यो नेपाली तपाईँ है यो छ होइन सामान छ यो ल अब झन्डाहरू लगाएर चाहिँ है हेर्न सक्नुहुन्छ यो मान्छेको भेट यो तिहार लागेछ होइन यो तिहार लागेको कारणले चाहिँ यो मान्छेको लागि निकै चहलपहल भइरहेको छ हो सही हुनुहुन्छ भाइहरूले र ठिक छ लिन सक्नुहुन्छ मन पऱ्यो लिने मन किनभने यो सलहरू छ है सलहरू पनि छ होइन एकदमै भेट लागिरहेको छ यो सलहरू लियो ओके अगाडि छ निकै यो सामानहरू बोकेर आएको छ यो सानोबाट आएको होला यो सामान है दोकानहरू यो ठाउँमा आएर चाहिँ भिजिट गर्न सक्नुहुन्छ तपाईँहरूले है यो ठाउँमा आउनुहोस् भिजिट गर्नुहोस् सामान लिनुहोस् होइन मन्दिर आएको छ यो होइन यो मन्दिरमा के मन्दिर आएको छ है के मन्दिर गइसक्यो मन्दिरको नाम देखाएको छैन होइन तर मचिन्द्र फल मन्दिर होइन मन्दिर देखाएको राम्रो मन्दिरहरू छ माथि माथितिर पनि छ माथि देखाइरहेको यसो घुमाउँदैछु म है तपाईँहरूलाई चाहिँ होइन यो मन्दिरहरू पनि देखेको छ यहाँ होइन यो पनि चाहिँ मन्दिर थाहा भएन तर यो भाँडाकुँडा पनि निकै छ यो ठाउँमा भुवनाथेश्वर स्थलमा छ यो चाहिँ थाहा छ यो धेरै नेवारीहरूको छ होइन नेवारीको उपस्थान भएको ठाउँ हो यो यहाँ पुरा तराईबाट पनि मान्छे आउँछ इन्डियाबाट पनि मान्छे आउँछ यहाँ पुरा कोही हिन्दी बोलेछ कोही इङ्ग्लिस बोलेछ भने कोही बङ्गाली भाषा बोल्छ यो ठाउँमा एकदम चहलपहल निकै गइरहेको छ है यो कुर्तीहरू पनि छ यहाँ अब जाँदै गरौँ अब कहाँ भेट्छ थाहा छैन अब जाँदै गरौँ होइन जहाँ पुग्छ त्यहीँ गएर रोकिने हो है एकदम खास भिडभाड छ है यो ठाउँमा सही गाडीको भिडबाट पनि त्यति छ मान्छेको पनि त्यस्तो चलिरहेको छ अहिले त्यति चलिरहेको छ तिहार लागेको छ होइन तिहार लागेको कारणले गर्दाखेरि अहिले यो ठाउँमा चलिरहेको छ यहाँ होइन ओके मन्दिर छ यो ठाउँमा के भन्छ एकदम भिड छ आउनुहोस् भिडभाड छ नहराउनु आफ्नो सामान चाहिँ आफ्नो सुरक्षित राख्नु होला एकदम है एकदम हुन्छ
मन्दिर छ यो हो डौरी गएको तपाईँले लिन सक्नुहुन्छ यहाँ मन्दिरको होइन मन्दिरहरू छ होइन यतितिर बाहिर लाग्यो अब यता यतितिर बाहिर लेफ्ट साइड